वेलकम टु आवर च्यानल। नमस्ते, म रेशम श्रेष्ठ। आज चाहिँ तपाईहरुको माझ हामी BYD ले रिसेन्टली लन्च गरेको 7 सिटर कार BYD M6 लिएर आएको छौं, जुनलाई चाहिँ MVP भेहिकल भन्न सकिन्छ, जुन चाहिँ हामीले 7 जना प्यासेन्जरलाई लिएर पनि हिँड्न सक्छौं अथवा थर्ड रोलाई चाहिँ फोल्ड गरेर चाहिँ ठुलो बुट स्पेसको लागि युज गर्न सक्छौं। BYD M6 को कुरा गर्नुपर्दा चाहिँ यसमा 100 किलोवाटको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर दिएको छ, जुनलाई चाहिँ 71.8 किलोवाट आवरको ब्याट्रीले साथ दिएको छ, जुनले चाहिँ तपाईलाई 440 किलोमिटरको रेन्ज दिनेछ। सो ग्राउन्ड क्लियरेन्स चाहिँ 170 mm कम्पनीले क्लेम गरेको छ र 7 सिटर भ्यान हो, जुनले गर्दाखेरि चाहिँ 7 जना नै अनबोर्ड हुँदाखेरि चाहिँ यसको ग्राउन्ड क्लियरेन्स चाहिँ कम हुन आउँछ, जुन चाहिँ 140 mm हो र यसको म्याक्सिमम टर्क चाहिँ 250 mm छ, जुनले चाहिँ तपाई बाटोहरुमा चलाउनको लागि चाहिँ एकदमै इनफ हुनेछ। चार्जिङको कुरा गर्नुपर्दा चाहिँ हामीले यसमा चाहिँ DC को 115 किलोवाटको फास्ट चार्जिङ पाउँछौं भने AC को चाहिँ 7 किलोवाटको स्लो चार्जिङ पाउन सक्छौं, जुन चाहिँ आफ्नै घरमा चाहिँ हामीले चार्ज गर्न सक्छौं। र चार्जिङको लागि चाहिँ यस्तो छ, फास्ट चार्जिङ CCS2 टाइपको र AC को लागि चाहिँ हामीले टाइप 2 चार्जर पाउन सक्छौं। र हामी अगाडि LED प्रोजेक्टर हेडल्याम्प पाउन सक्छौं, जुन 4वटा सेक्सनमा चाहिँ डिभाइड गरेको छ। तल चाहिँ DRL लाइट्स पाउन सक्नुहुन्छ। DRL लाइट्समै चाहिँ साइड लाइट पनि इन्टिग्रेटेड गरिएको छ। यसमा फ्रन्टको कुरा गर्नुपर्दा चाहिँ यसमा चाहिँ एकदमै ठुलो ग्रिलहरु चाहिँ देख्न सकिन्न, सानो ग्रिल छ, जुन चाहिँ AC भेन्टिलेसनको रूपमा पनि काम गर्छ। मिडलमा तपाईले BYD को एकदमै ठुलो प्रोमिनेन्ट ब्रान्डिङ देख्न सक्नुहुन्छ। यसको ठ्याक्क तल चाहिँ तपाईले क्यामेरा सेन्सर पाउनुहुन्छ, जुन चाहिँ र्याडर होइन, सामान्य क्यामेरा हो, जुनले चाहिँ अगाडि के छ भनेर चाहिँ तपाईले क्यामेराको थ्रु हेर्न सक्नुहुन्छ। र साइडमा चाहिँ एरोडाइनामिक्सको लागि चाहिँ दुईटा कटिङ देख्न सक्नुहुन्छ, जुनबाट चाहिँ हावाहरु चाहिँ सजिलै पास हुन्छ। र साइडमा पनि दुईवटा क्यामेरा दिएको छ, मिररको तलपट्टि र पछाडिपट्टि पार्किङ एसिस्टेन्सको लागि चाहिँ क्यामेरा दिएको छ। वाइपरमा चाहिँ तपाईले बोनलेस वाइपर पाउन सक्नुहुन्छ, फ्रन्ट सिसा चाहिँ सफा गर्नको लागि। साइड प्रोफाइलको कुरा गर्नुपर्दाखेरि चाहिँ तपाईले क्रोम लाइन फिनिशिङ पाउन सक्नुहुन्छ, जुनले गर्दाखेरि चाहिँ BYD M6 को चाहिँ एपियरेन्स चाहिँ एकदमै एलिगेन्ट बनाएको छ। BYD M6 को ब्याक लुकको कुरा गर्नुपर्दा चाहिँ मिडलमा तपाईले एकदमै प्रोमिनेन्ट BYD ब्रान्डिङ पाउन सक्नुहुन्छ र त्यसको साथै एज टु एज चाहिँ ब्याकलाइट र DRL दिएको छ। र अर्को चाहिँ तपाईले BYD M6 को ब्रान्डिङ पाउन सक्नुहुन्छ। यहाँ तल लेफ्ट साइडमा चाहिँ EV को ब्रान्डिङ छ। यसमा डिफगिङको लागि चाहिँ कपर फिन पनि पाउन सक्नुहुन्छ। बुट स्पेस एक्सेस गर्नलाई चाहिँ तपाईले यहाँ एउटा सानो बटन पाउनुहुन्छ, जुन 1 क्लिकमा चाहिँ तपाईले बुट खोल्न सक्नुहुन्छ, जुनले चाहिँ तपाईलाई सानो बुट स्पेस देख्न सक्नुहुन्छ। र यो बुट स्पेसलाई चाहिँ हामीले एकदमै ठुलो बनाउन सक्छौं, जुन चाहिँ हामीले यो पछाडीको दुईवटा सिटलाई चाहिँ फोल्ड गर्न सक्छौं। यसरी यो फोल्ड गर्यौं भने चाहिँ हामीले 580 लिटरको चाहिँ एकदमै लार्ज बुट स्पेस पाउन सक्छौं। BYD M6 मा चाहिँ 17 इन्चको एलोय व्हील दिएको छ, जुन चाहिँ स्पाइक्स लुक्समा छ, जुनले चाहिँ एकदमै राम्रो पनि देखाइरहेछ। र चारवटै टायरमा चाहिँ यसमा डिस्क ब्रेक दिएको छ, जुन चाहिँ अगाडिको दुईवटामा चाहिँ भेन्टिलेटेड डिस्क पनि हो। चारवटै टायरमा चाहिँ इन्डिपेन्डेन्ट सस्पेन्सन दिएको छ, जुन चाहिँ फ्रन्टमा चाहिँ म्याकफर्सन सस्पेन्सन छ भने पछाडि चाहिँ मल्टिलिङ्क सस्पेन्सन दिएको छ। हामीले चाहिँ ढोकामा चाहिँ एकदमै क्लासिक लुकको डोर ह्यान्डल पाउन सक्छौं, जुनमा चाहिँ फिङ्गरप्रिन्ट पनि अट्याच दिएको छ, जुनले चाहिँ सेक्युरिटीको रूपमा काम गर्छ। हामीले चाहिँ ड्यासबोर्डमा चाहिँ एकदमै राम्रो प्याटर्नमा चाहिँ ड्यासबोर्ड पाउन सक्छौं, जुन चाहिँ एकदमै हार्ड मटेरियलले बनेको छ। र अगाडि चाहिँ यहाँ इयर ब्याग पनि पाउन सक्नुहुन्छ। साथै एकदमै क्लासिक लुकमा चाहिँ AC भेन्टहरु दिएको छ। यसमा यहाँ बीचमा पनि क्लासिक स्टाइलको AC भेन्ट छ। त्यसको माथि ठ्याक्कै इन्फोटेनमेन्ट सिस्टम छ, जुन चाहिँ 12.8 इन्चको टच स्क्रिन रहेको छ, जुनबाट चाहिँ तपाईहरुले चाहिँ गाडी चाहिँ सबै कन्ट्रोल गर्न सक्नुहुन्छ यहाँबाट नै। र साइडमा पनि सेम ड्यासबोर्डको सिमिलर प्याटर्न राखिएको छ। सिसाहरू कन्ट्रोल गर्नको लागि चाहिँ यहाँ कन्ट्रोल बटनहरू दिएको छ। स्टियरिङको कुरा गर्नुपर्दा स्टियरिङमा तपाईहरुले पाउन सक्नुहुन्छ डिफ्रेन्ट बटनहरू, जुनले चाहिँ क्रुज कन्ट्रोलको लागि चाहिँ यहाँ बटनहरू पाउन सक्नुहुन्छ भने मिडिया कन्ट्रोलको लागि चाहिँ यता बटनहरू देख्न सक्नुहुन्छ। फ्रन्टमा चाहिँ हामीले 5 इन्चको चाहिँ TFT स्क्रिन पाउन सक्नुहुन्छ, जुनले चाहिँ तपाईको गाडीको चाहिँ कन्डिसनहरू इन्फर्मेसनहरू दिइरहन्छ, जुनले चाहिँ सिट बेल्टहरूको अनि टायर प्रेसरहरू सेन्सरहरूको बारेमा चाहिँ यसमा चाहिँ इन्फर्मेसन दिइरहन्छ ड्राइभरको लागि। र साथै एनालग स्टाइलको चाहिँ ओडोमिटर पाउन सक्नुहुन्छ तपाईहरुले। र हामीले माथि रिडिङ लाइट पाउन सक्छौं, जुन चाहिँ व्हाइट लाइटमा दिएको छ। र साथै यसमा चाहिँ सनग्लासको लागि पनि एउटा स्पेस कम्पार्टमेन्ट छुट्याइएको छ। यहीँबाट चाहिँ हामीले चाहिँ मुन रुफ चाहिँ खोल्ने बन्द गर्ने गर्न सक्छौं, जुन चाहिँ सिंगल टच रहेको छ। बीचमा चाहिँ तपाईले वायरलेस मोबाइल चार्जिङ पाउन सक्नुहुन्छ।
र मोबाइल अर्को मोबाइल पनि राख्न सक्नुहुन्छ र त्यसमा ड्राइभिङ कन्ट्रोलको लागि चाहिँ हामीले चाहिँ क्लासिक स्टाइलको चाहिँ नब पाउनुहुन्छ जुनले चाहिँ तपाईँले चाहिँ पार्किङ रियर न्युट्रल र ड्राइभ मोडहरू चेन्ज गर्न सक्नुहुन्छ मोबाइल राख्नको लागि चाहिँ यसरी मोबाइल राख्न सकिन्छ कप होल्डर छ कुनै सामानहरू राख्नको लागि चाहिँ कम्पार्टमेन्ट दिएको छ सानो BYD M6 को जुन इन्फोटेनमेन्ट सिस्टम 12.8 इन्चको छ यसको राम्रो फिचर भनेको चाहिँ यसलाई चाहिँ हामीले रोटेट गर्न सकिन्छ यसरी र यसमा हामीले एसीहरू सबै यही यहाँ यसकै थ्रुबाट चाहिँ कन्ट्रोल गर्न सकिन्छ देख्न सक्नुहुन्छ म्याक्सिमम भयो अफ हामीले यही इन्फोटेनमेन्ट सिस्टमबाट चाहिँ म्युजिकहरूको लागि म्युजिक सबै कारप्लेबाट प्ले गर्न सक्छौँ ब्लुटुथ कनेक्सन गर्न सक्छौँ फोनहरू पनि रिसिभ गर्न सक्छौँ र म्युजिकको लागि चाहिँ यो गाडीमा चाहिँ 6 वटा स्पिकर दिएको छ जुन चाहिँ फ्रन्ट डोरमा 2टा सेकेन्ड रोको डोरमा 2टा र पछाडि थर्ड रोमा पनि 2वटा स्पिकर दिएको छ यसमा हामीले 6 वे इलेक्ट्रिकल एडजस्टमेन्ट ड्राइभर सिट पाउन सक्छौँ जुनमा चाहिँ कन्ट्रोल बटनहरू दिएको छ फ्रन्ट प्यासेन्जर सिटमा चाहिँ 4 वे इलेक्ट्रिकल एडजस्टमेन्ट सिट पाउन सक्छौँ विथ भेन्टिलेसन र ड्राइभर सिटमा पनि भेन्टिलेसन दिएको छ सेकेन्ड रोको चाहिँ प्यासेन्जर सिटको कुरा गर्नुपर्दा चाहिँ यस्तो छ तपाईँले एकदमै राम्रो लेग स्पेस पाउन सक्नुहुन्छ र यसको एकदमै राम्रो फिचर भनेको चाहिँ प्यासेन्जर सिटको लागि चाहिँ अगाडि एसी नचलाए पनि हामीले पछाडिको लागि मात्रै एसी पनि चलाउन सकिन्छ यहाँ चाहिँ कन्ट्रोल दिएको छ एसीको लागि जुनले चाहिँ पछाडि मात्रै यहाँ एसी भेन्टहरू छ यहाँबाट चाहिँ डेडिकेटेड प्यासेन्जरको लागि मात्रै भनेर एसीहरू गर्न सक्छौँ र ह्यान्डल पाउन सक्नुहुन्छ तपाईँहरूले होल्ड गर्नको लागि बिचको रोमा चाहिँ तपाईँले ह्यान्ड रेस्ट पनि पाउन सक्नुहुन्छ जुनमा चाहिँ कप होल्डर पनि दिएको छ मजाले कम्फर्टेबल दुईजना बसेर बिचमा चाहिँ चिया कफीको कपहरू राखेर चाहिँ तपाईँ ट्राभल गर्न पनि सक्नुहुन्छ सजिलै अब हामी पछाडि सिटमा जानको लागि चाहिँ हामीले चाहिँ यो सिट फोल्ड गर्नुपर्ने हुन्छ जुन चाहिँ यसरी फोल्ड हुन्छ र यसलाई चाहिँ अगाडि सार्न सकिन्छ यसरी मजाले जान सक्नुहुन्छ एकदमै लेग रुम चाहिँ ठिकै छ त्यस्तो धेरै छैन अगाडि यो सिट अलिकति पछाडि आउँछ र हेड रेस्टको लागि चाहिँ एकदमै राम्रो दिएको छ जुन चाहिँ यस्तो छ एकदमै कम्फर्टेबल तरिकाले बस्न सक्नुहुन्छ होचो मान्छेहरूलाई चाहिँ यो सिट चाहिँ एकदमै कम्फर्टेबल हुन्छ यो गाडीमा चाहिँ लास्ट सिटमा पनि तपाईँले डेडिकेटेड एसी भेन्ट पाउन सक्नुहुन्छ यहाँ र कप होल्डर पनि दिएको छ दुवै साइडमा यसमा चाहिँ हामीले एन्टी पिन्च विन्डो पाउन सक्छौँ जुन चाहिँ कुनै अब्स्ट्याकल आउने बित्तिकै बन्द हुन्छ र यो चाहिँ वान टच बटन छ जुनले चाहिँ तपाईँले एक बटनमा चाहिँ झ्याल चाहिँ खोल्ने अथवा बन्द गर्न सक्नुहुन्छ